नमस्कार सबैजनालाई मेरो अर्को एउटा नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म मसिनो आलुलाई चाहिँ यसरी दुई दुई पिस बनाएर बोक्रा नतासिकन पकाउँदैछु। यसको लागि चाहिँ मैले आलु लिइसकेँ। आलुलाई राम्रोसँग पखालेर मैले चाहिँ अब काट्नलाई रेडी भएँ। आदि काटिसके पनि यसरी दुई दुई फक्लेटो बनाएर काटेको आलुको तरकारी चाहिँ साह्रै मिठो हुन्छ। पहिला हाम्रो आमाहरूले यसरी बनाउनुहुन्थ्यो अनि मैले पनि आज यसरी ट्राई गर्दैछु। हजुरहरूले पनि हेरेर साथ दिनुहोला। अनि मैले चाहिँ यसरी तेल राखिसकेँ। तेल तातिसकेपछि मेथी राख्नुहोस्। मेथी त अब जुनसुकै तरकारीलाई पनि युज हुन्छ होइन। त्यसपछि दुईवटा रातो खोर्सानी राखेर त्यसलाई फ्राई गर्नुहोस् अनि आलु राखिदिनुहोस्। यसो आलु चाहिँ चिउरासँग साह्रै नै मिठो हुन्छ। बोक्रा चाहिँ नतासिकन पकाउनुपर्छ यस्तो आलुलाई। अनि यसरी आलु राखिसकेपछि होइन, अनि यसमा चाहिँ बेसार नुन राखिदिनुहोस्। अनि यसरी मिठो हुन्छ यस्तो आलु चाहिँ। हजुरहरूले चाहिँ ट्राई गर्नुभएको छैन भने मैले बनाएको भिडियो हेरेर चाहिँ हजुरले बनाउने कोसिस गर्नुहोला, मिठो हुन्छ। अनि त्यसपछि हल्का थोरै खोर्सानी पनि राखिदिने, पिरो कतिको मनपर्छ हजुरहरूलाई। अनि तेल चाहिँ अलिक चाहिन्छ यसलाई, किनकि यो फ्राई जस्तो हुन्छ नि त, नभए डढ्छ। अनि तेल अलि मजाले राखेर पकाउनुपर्छ यो आलुलाई चाहिँ। यसरी पकाएको आलु चाहिँ धेरै नै मिठो हुन्छ। अनि त्यसपछि अनि एकछिन छोपेर अनि मैले निकालेँ। अनि अब चाहिँ मसला राखिदिनु, जिरा मसलाको धुलो राखिदिनु। अनि यसलाई पनि मजाले चलाउने। अनि यसलाई 2-3 मिनट यसरी मसला पकाउनुपर्छ। अनि यसरी मसला पकाइसकेपछि अनि यसलाई एकछिन फेरि छोपिदिनुपर्छ, 2-3 मिनट छोपिदिनुपर्छ होइन। बेला चलाइराख्नुपर्छ किनभने डढ्छ नि त यो। अनि त्यसपछि मजाले चलाउने। अनि यतिको भयो। अनि यसरी फेरि एकचोटि चलाउनुहोस्। कतै डढेको हुन्छ नि, डढ्ला भनेर। अनि प्याज राखिदिनुहोस्। एउटा प्याजलाई चाहिँ मसिनो गरेर काटेको प्याज चाहिँ राखिदिनुहोस्। प्याज फर्स्टमा राख्दा चाहिँ डढ्छ, त्यही भएर प्याजलाई चाहिँ यतिखेर राख्नुपर्छ। अनि मजाले त्यो प्याजलाई यसो राखेर चलाइदिनुहोस्। अनि यसरी चलाउने। अनि चलाइसकेपछि अनि हामीले यसलाई चाहिँ अदुवा लसुनको पेस्ट पनि राख्नुपर्छ होइन। अदुवा लसुन नभएको त तरकारी खासै मिठो हुँदैन नि त। अनि त्यसपछि अनि मैले चाहिँ अदुवा लसुन पिने रेडी पारेको चाहिँ अनि त्यो पेस्टलाई यसमा राखिदिनुहोस्। अनि यसलाई पनि यसमै सँगै यसरी चलाइदिनु होला। हिँड्दै खाउँ लाग्ने भइसक्यो। अनि यसरी चाहिँ यो यस्तो आलु चाहिँ चिउरासँग पनि मिठो हुन्छ। स्पेसली खाजा खानालाई चाहिँ मिठो हुन्छ, तर खानासँग खाँदा पनि मिठो हुन्छ। अनि यसरी चलाउने, थोरै पानी राखेर छोपेर चलाउनुहोस्। अनि अघिभन्दा कति पाकिसक्यो। अब यो चाहिँ अलमोस्ट चाहिँ रेडी भइसक्यो। अब यसमा चाहिँ हामीले चाहिँ हरियो धनिया हालेर चाहिँ यसलाई खान सक्छौँ। हेर्नुहोस् त कति मिठो भयो, खाउँ लाग्ने भयो। धन्यवाद हजुरहरूलाई मेरो भिडियो हेरिदिनु भएकोमा।